यस्तो माया बजारमा किन्छु म ब्रेकको पार्टी आजै नै दिन्छु म राम बनवास मदन गैलासामा बसेको छु म। दर्शकबिन नमस्कार, तपाईले हेर्नुहुन्छ न्यू नेपाली सङ्ग न्यूज। दर्शकबिन पछिल्लो समयको निकै नै लोकप्रिय गायिका एलिना चौहान र नरेश खातीले एकैसाथ भोकल गर्नुभएको बिल्कुलै नयाँ अनि फ्रेश म्युजिक भिडियो राजा बोलको म्युजिक भिडियोको फर्स्ट पटक आज मात्रै भर्खरै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। दर्शकबिन यो म्युजिक भिडियो भने अब तपाईहरुमा कहिले र कुन युट्युब च्यानल मार्फत आउने भएको छ त र यो म्युजिक भिडियोमा अन्य को कलाकारहरू देखिने भएका छन् त सम्पूर्ण जानकारी तथा रिपोर्टहरू यही भिडियो अन्तर्गत तपाईलाई डिटेलसम्म जानकारी दिन गइरहेका छौं। त्यसैले भिडियोलाई पनि अन्तिम समय साथ दिनुहोला। यदि तपाईहरु हाम्रो न्यू नेपाली सङ्ग न्यूज च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो न्यू नेपाली सङ्ग न्यूज च्यानललाई सब्स्क्राइब रि बेल आइकन घण्टी पनि अवश्य थिचिदिनुहोला, ताकि हामीले प्राप्त गरेका यस्तै नयाँ अपकमिङ सङ्गका रिलेटेड जानकारीहरू तपाईको मोबाइल सेटरमा सजिलैसँग उपलब्ध हुने नै छन्। दर्शकबिन यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ पछिल्लो समयका निकै नै सुपरस्टार नायक पल शाह र पछिल्लो समयकी निकै नै लोकप्रिय मोडलिका गरिमा शर्माको यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा अभिनय तथा रोल रहेको छ। दर्शक महानुभावहरू यो म्युजिक भिडियोमा सुपरस्टार नायक पल शाह र गरिमा शर्मा यो म्युजिक भिडियोमा मुख्य शीर्ष भूमिकामा जोडेको रूपमा देखिने भएका छन्। दर्शकबिन यो म्युजिक भिडियोको अहिले सामाजिक सञ्जालमा पटक सार्वजनिक भइसकेपछि लाखौं दर्शकहरू यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि पर्खेर बसिरहनु भएका छन्। दर्शकबिन यो म्युजिक भिडियोमा लिरिक्स म्युजिक रहेको छ नरेश खातीको भने र यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ पछिल्लो समयका निकै नै लोकप्रिय डाइरेक्टर विक्रम चौहानको यो म्युजिक भिडियोमा डाइरेक्सन रहेको छ। दर्शकबिन यो म्युजिकको अहिले सुटिङ कार्य सम्पन्न भइसकेपछि अहिले यो म्युजिक भिडियोको छायाङ्कन एडिटिङ कार्य भने चलिरहेको छ। यो म्युजिक भिडियो हेर्न र सुन्नको लागि तपाईहरु कतिजना पर्खेर बसिरहनु भएको छ त हाम्रो कमेन्ट बक्सको तलतिर यो पनि जानकारी दिन नभुल्नु होला। साथै अहिले पछिल्लो समयमा नायक पल शाह का ब्याक टु ब्याक म्युजिक भिडियो पनि थुप्रै सार्वजनिक हुँदै गइरहेका छन्। दर्शकबिन विक्रम चौहानले गरेका डाइरेक्सनका म्युजिक भिडियो पनि बजारमा अहिले निकै नै ब्याक टु ब्याक सार्वजनिक हुँदै गइरहेका छन् भने हवस् त दर्शकबिन आजको लागि भने यति नै छोटो जानकारी तपाईलाई दिन आएका थियौं। बाँकी जानकारीको भिडियो मार्फत तपाईलाई दिँदै गर्नुहुन्छ। तबसम्मको लागि म सुरेन्द्र भुसवाल पनि तपाईहरुमा बिदा हुन चाहन्छु। जय नेपाली सङ्गीत, जय नेपाल।